जसरी आज तराईमा 2 किलो चिनी ल्याउने मान्छेलाई समाति कुटिएको छ। अहिलेको सरकारलाई र अहिलेको गृहमन्त्रीलाई म आजको यही मञ्चबाट भन्न चाहन्छु, तराईका ती दाजुभाइहरू आफ्नो चेलीबेटीको विवाह व्रत बन्द गर्नलाई, आफ्नो 2 किलो चिनी खानका लागि, 2 किलो तरकारी ल्याउनका लागि नेपालमा चिनी उत्पादन त छैन, पर्याप्त मात्रामा छैन नि त। आज बोर्डरमा तानेर राज्य छैन भन्ने जस्तो गरी नेपालका नागरिकप्रति जुन कुटपिट गरिएको छ, त्यो कुटपिटको म घोर भर्त्सना गर्दछु। सरकारले छिटै नयाँ कदम चालोस्, किनभने यो देश जनताप्रति जवाबदेहिता हुनुपर्छ। हो, गर्नुहोस् न। तपाईँ हामी ठुल्ठुला कन्टेनरहरूमा सामान आउँछ, अरबौँ रुपियाँको तपाईँको कर छली भएको छ, अन्डर भ्यालुएसन भएको छ। ती तस्करलाई गृहमन्त्रीलाई नछोड्न म अपिल गर्न चाहन्छु। तर यी सर्वसाधारण जनताले 2 किलो चिनीका लागि, 100 कपडाका लागि आज भन्सार पारी गएपछि वारी आउँदा नेपाल प्रहरीको वर्दी लगाएका मान्छेले लट्ठी समाएर कुटिरहेको कुरा चाहिँ मलाई अलि ठिक लागेको छैन, रापरवालाई ठिक लागेको छैन। त्यो भावनाले यो कदम सच्याइयोस् र ठुला तस्करलाई नछोड्नु, साना मान्छेहरूलाई जसले जीविकोपार्जन गर्छन् उनीहरूलाई